हेलो गुड इभिनिङ सबैजनालाई। म चाहिँ अस्ति यहाँबाट चाहिँ जलन्धरबाट चाहिँ उता गएको थिएँ दिल्ली जाँदाखेरि चाहिँ यहाँनिर रुम त्यतिकै छोडेर गएको थिएँ नि त। त्यतिखेर पुरा फायरिङ हुँदै थियो, सबैजनाले दिल्ली भयो भने त अलिक सेफ हुन्छ भनेर चाहिँ दिल्ली गएको थिएँ। र म दिल्लीबाट आउँदाखेरि चाहिँ मेरो रुमको अवस्था तपाईँहरूलाई देखाउँछु। यस्तो डरलाग्दो भएको छ, भगवान् कहिले सफा गरिसक्नु हुँदैन, यस्तो गरम छ। आएर चाहिँ यत्तिकै बनाएर राखिरहेको छु, प्याकिङ पनि त्यत्तिकै राखिरहेको छु, ट्रलीहरू पनि त्यत्तिकै राख्छु, केही सफा गरेको छुइनँ। हेर्नुहोस् मेरो रुमको बिजोग कहिले सफा गरिसक्नु। ओरेज लागिसक्यो, मेरो फुल पनि यस्तो भइसकेको छ। हेरौँ फुलमा पानी पनि कति रहेछ हो। आज चाहिँ मेरो चाहिँ रुम चाहिँ सफा गर्दै नै मलाई टाइम लाग्ने रहेछ। यस्तो डरलाग्दो मैला भइरहेको छ रुम हो। रुम त ओके फाइन ठिकै छ होइन, अलिकति भए पनि फ्रिजहरू यहाँ हेर्नुहोस् कति बेसी मैला भएको छ। सामानहरू सबै कुहेर केही छैन। त्योभन्दा पनि अरू चाहिँ किचन, मलाई चाहिँ अल्छी लाग्ने माथि यहाँ हेर्नु सबै सामान कुहेर यो सबै कुहेछ हो। अब चाहिँ म सफा गर्न लागेको।